हेलो गाइस, वेलकम टू माई च्यानल। आजको यस भिडियोमा हामीले आफ्नो संस्थामा खरिद गरेको औषधि तथा औषधिजन्य सामग्रीहरूको खरिद आदेश कसरी तयार गर्ने भनेर सिक्छौं है त। त्यसको लागि चाहिँ हामी पाम्स चाहिँ खोल्नुपर्ने हुन्छ। ब्राउजरमा गएर पाम्स V2 चाहिँ सर्च गरेर है। अब यो चाहिँ हजुरहरूले पहिलादेखि नै खोलिराख्नु भएको छ। यो यसमा चाहिँ स्टोर किपर युजरबाट चाहिँ हामीले साइन इन गर्नुपर्ने हुन्छ। साइन इन गरिसकेपछि सबभन्दा पहिला औषधि खरिद गरेको औषधिहरूलाई चाहिँ खरिद आदेश बनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ अभिलेख प्रविष्टिमा क्लिक गर्नुपर्ने हुन्छ र सम्पत्ति तथा जिन्सीमा यसमा क्लिक गरेपछि सम्पत्ति तथा जिन्सीमा क्लिक गरेपछि यहाँ खरिद आदेश 402 यहाँ देखाइरहेछ। यसमा चाहिँ हामीले पहिला खरिद आदेश बनाउनु पर्ने हुन्छ है। खरिद आदेशमा यस्तो इन्टरफेस खोलिसकेपछि औषधि खरिद आदेश भनेर यहाँ छ। यो औषधि खरिद आदेश प्रविष्टिमा यस्तो अप्सन खुल्छ है। अब यो खोलिसकेपछि इन्टरफेस खुल्छ। अब यसमा चाहिँ हामीले कार्यक्रम चाहिँ यहाँ चाहिँ अब यो आइडीहरू सबै आफै लिन्छ। त्यसपछि कार्यक्रममा चाहिँ अति आवश्यक औषधि खरिद भनेर त्यो कार्यक्रम पहिला बनाउनु पर्ने हुन्छ। यदि हजुरहरूले बनाउनु भएको छ भने आफै यहाँ देखाउँछ, बनाउनु भएको छैन भने कसरी बनाउने भनेर पहिला सिकौं है त। त्यसको लागि चाहिँ हामीले प्रणाली व्यवस्थापनमा जाने, प्रणाली व्यवस्थापनमा अन्य व्यवस्थापन विवरणमा जाने। त्यहाँ छ पहिलो नम्बरमा छ कार्यक्रम योजनाको बजेट सीमा। यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरेर अब यहाँ चाहिँ कुनै कार्यक्रम बनाउनु पर्ने छ भने यसरी चाहिँ यहाँ एड न्यूमा गएर यहाँ चाहिँ कार्यक्रम बनाउनु पर्ने हुन्छ। यो आइडी स्थानीय तहहरू यो सबै आफै लिन्छ हैन। यहाँ हामीले बजेटको उपशीर्षकमा के गर्दैछौं त, हामीले के को लागि यो कार्यक्रम छ, बजेट छुट्याएको छ। त्यो चाहिँ बजेटको उपशीर्षक भनेको औषधि खरिद है। औषधि खरिदको लागि यो बजेट छुट्याएको छ। हामी औषधि खरिद खर्च शीर्षकमा पनि औषधि खरिद भनेर छ। क्रियाकलाप कोडमा पनि है औषधि खरिद। त्यसपछि कार्यक्रमको नाम अब अति आवश्यक औषधि खरिद भनेको अति आवश्यक औषधि खरिद। औषधि खरिद भनेर यसरी यो चाहिँ इंग्लिशमा भयो, नेपालीमा भयो भने इंग्लिशमा पनि इसेन्शियल मेडिसिन पर्चेज भनेर यसरी बनाएपछि खरिदको रकम अब कतिको रकम छ हैन, त्यो चाहिँ यो जस्तै यो शीर्षकमा अति आवश्यक औषधि खरिद गर्नलाई कति बजेट छुट्याएको छ है। त्यो चाहिँ अब हामीले बजेट सीमा जस्तै अब 1 लाख चाहिँ हामीले हो गर्यौं। त्यसपछि अवस्थामा सक्रिय गरेर सेभ गरिदिएपछि हाम्रो यो कार्यक्रम चाहिँ तयार हुन्छ। तर मैले यो सेम कार्यक्रम यहाँ तयार गरिसकेकोले यहाँ चाहिँ मैले सेभ गरिन है। अब यो कार्यक्रम चाहिँ यहाँ हाम्रो 1 लाखको छ। इसेन्शियल मेडिसिन पर्चेजको लागि मैले बनाइसकेको छु। अब फेरि चाहिँ हजुरहरूले यहाँ अभिलेख प्रविष्टिमा गएर सम्पत्ति तथा जिन्सीमा जानुहुन्छ। खरिद आदेश 402 मा क्लिक गर्नुहुन्छ है। क्लिक गरिसकेपछि औषधि खरिद आदेशमा यसरी क्लिक गर्ने। क्लिक गरिसकेपछि अरु बाँकीको इन्फर्मेसनहरु आफै आउँछ। यहाँ कार्यक्रममा चाहिँ अति आवश्यक औषधि खरिद यो गरिसकेपछि 1 लाखको हामीले बनाएको हो। त्यसपछि निर्णय मिति। अब यो कहिले निर्णय भयो त औषधि खरिद गर्ने, त त्यो चाहिँ मिति लेख्नु पर्ने हुन्छ। ए 26 गतेको निर्णय भयो औषधि खरिद गर्ने। यो पहिलो चोटी यदि खरिद गर्दै हुनुहुन्छ भने यो निर्णय नम्बर चाहिँ 1 राख्नु पर्ने हुन्छ। त्यसपछि अब खरिदको विधि। अब यो यसको धेरै विधिहरू हुन्छ है। खरिद गर्ने विधिहरू जस्तै सोझै खरिद गर्ने हो कि दर भाव पत्रमा हो कि बोल पत्र हो कि क्याटलग हो कि अब के विधिबाट खरिद गर्दै हुनुहुन्छ त्यो छनौट गर्नुपर्ने हुन्छ। जस्तै हामीले सोझै खरिद गरेको छु भनेर सोझै लेखे। आपूर्तिकर्ता। अब यो आपूर्तिकर्ता पनि सूचीकृत गर्नुपर्ने हुन्छ।
यदि हजुरको पहिलेदेखि सूचीकृत छ भने जस्तै कुन सप्लायरबाट यदि हजुरहरू किन्नुहुन्छ त्यो सप्लायरको नामहरू पहिल्यै यसमा राखिसकेका छ भने त्यो चाहिँ हामीले सिलेक्ट गरेर अगाडि बढ्ने। तर हैन यो सप्लायर अर्को छ हामीले यहाँ चाहिँ यसमा सूचीकृत भएको छैन भने त्यसको लागि पहिला चाहिँ सूचीकृत गर्नुपर्ने हुन्छ। त्यसको लागि त्यो पनि एकचोटि हेरिहालौँ है कसरी यो आपूर्तिकर्ता सूचीकृत गर्ने भनेर यसलाई क्लोज गरौँ है। त्यसमा चाहिँ प्रणाली व्यवस्थापनमा जाने, फर्म सम्बन्धी विवरणमा जाने, फर्म सूचीकृत भनेर यसमा छ। यसमा चाहिँ गएर हजुरहरूलाई हाम्रो त यहाँ सूचीकृत भइसकेको छ, तर यदि हजुरहरूलाई फर्म सूचीकृत गर्नुपर्ने छ भने सप्लायरको नाम थप्नुपर्ने छ भने एड न्यूमा जानु होला। अब यहाँ मागेको जति पान नम्बर दिनु होला, फर्मको नाम के छ, फर्मको इंग्लिशमा सूचीकृत सूचीको दर्ता नम्बर, फर्मको दर्ता नम्बर, ठेगाना, मुख्य व्यक्तिको हुनुहुन्छ, मोबाइल नम्बर कति हो, फोन नम्बर कति हो, इमेल, यो सबै दिइसकेपछि सूचीकृतको प्रकार के हो है, भाडामा दिने हो कि परामर्श सम्बन्धी, यसमा सबैमा सूचीकृत भनेर यसरी के छ त्यो सबै चाहिँ उ गरेर त्यसपछि स्टोर स्तरमा यो त स्टोर स्तरमै रहन दिनु होला। त्यसपछि यसको अवस्था के छ त्यो सबै सक्रिय गरेर अनि सेभ गर्नुभयो भने यो संस्था चाहिँ सूचीकृत हुन्छ। सूचीकृत गरिसकेपछि उहाँको त्यस फर्मको खरिद सीमा चाहिँ निर्धारण गर्नुपर्ने हुन्छ। यहाँ गएर यहाँ एड न्यू गर्नुभयो भने एड न्यू गरेर त्यो फर्म आपूर्तिकर्ता आउँछ है। जस्तै हाम्रो छ धमनी सप्लायर्स है, श्री धमनी सप्लायर्स। यसरी चाहिँ अब आपूर्तिकर्ताको नाम सिलेक्ट गर्ने, अधिकतम सीमा रकम चाहिँ गर्नुपर्ने हुन्छ, अवस्थामा सक्रिय गरेर सेभ गर्नुपर्ने हुन्छ। हामीले यहाँ सेभ गरिसकेका छौँ त्यही भएर नदेखाएको होला। यसमा एडिट गरेर जसरी हामीले यहाँ आपूर्तिकर्तामा यो धमनी सप्लायर्स चाहिँ राखेका छौँ है। सीमा चाहिँ अब 1 लाख चाहिँ सीमा रकम चाहिँ 1 लाख तोकेका छौँ। यसरी सेभ गरिदिए हैन। अब यो गरिसकेपछि अब चाहिँ हामीले यहाँ खरिद आदेश है, खरिद 402 मा क्लिक गरेर खरिद आदेश बनाउनु पर्ने हुन्छ। यहाँ कार्यक्रम हामीले अलरेडी सिलेक्ट गरिसकेका छौँ। त्यसपछि यो निर्णय मिति चाहिँ 2082/8/26 मा निर्णय गर्यौं। यो पहिलो चोटि खरिद गर्दै छौं है, त्यही भएर निर्णय मिति 1 राख्यौं है। खरिदको विधि चाहिँ हामीले सोझै खरिद गर्यौं है। आपूर्तिकर्ता चाहिँ हामीले श्री धमनी सप्लायर्स है यो गर्यौं। त्यसपछि आपूर्ति मिति, अब कहिले आपूर्ति गर्ने हो, आपूर्ति कहिले भयो त्यो मिति लेख्नु पर्ने हुन्छ है। 28 है। यो जहिले पनि यो मिति भन्दा चाहिँ पछि हुन्छ आपूर्ति हैन। यो सबै आपूर्ति मिति खरिद आदेश मिति भन्दा अगाडिको हुन्छ। के भनेर भनेको छ हेर्नु है। आपूर्ति मिति खरिद आदेश मिति भन्दा अगाडि देखियो, कृपया चेक गर्नु होला। अगाडि देखियो रे है। यो मिति जुन छ नि डेट आफैले लिएको त्यो भन्दा अगाडि देखियो त्यो चाहिँ हुँदैन हैन। यो चाहिँ हामीले आजको मिति हाल्नु पर्ने हुन्छ है। यो हालिसकेपछि ठीक छ। अनि त्यसपछि मेडिकल तथा औषधिजन्य सामग्रीमा अब सम्पत्तिमा के खरिद गर्नुभयो त, जस्तै सिटामोल है, पारासिटामोल 500 mg को ट्याब्लेट खरिद गरेको स्पेसिफिकेशनमा हैन। कति खरिद गर्नुभयो त, अब जस्तै 10,000 खरिद गरे है। अब यसको दर कति थियो त, मान्नु न अब 1 रुपैयाँ थियो भने यसरी चाहे यो 1 लाख ट्याब्लेट खरिद गरे है। 1 लाख को हाम्रो बजेट छ, 1 लाख ट्याब्लेट खरिद गरे। त्यसपछि स्पेसिफिकेशनमा केही छैन भने ड्याश चाहिँ हाल्नु पर्छ, नत्र यहाँ यो प्लसको आइकन खुल्दैन। अब यो प्लस आइकनमा क्लिक गरेपछि यहाँ एड भयो। अब यसलाई चाहिँ सेभ अल गर्ने। सेभ अल गरिसकेपछि
अब यहाँ यो प्रविष्टि भयो। यो प्रविष्टि भइसकेपछि नयाँ प्रविष्टि भइसकेपछि यहाँ चाहिँ हामीले यसलाई फरवर्ड गर्नुपर्ने हुन्छ। यो जहिले पनि खरिद आदेश बनाउने बेलामा यो फरवर्ड गर्ने बेलामा चाहिँ हामीले लेखा लाई फरवर्ड गर्नुपर्ने हुन्छ। पहिला शाखा भनेको आर्थिक प्रशासन शाखा, नाम यसरी सिलेक्ट गरेर खरिद आदेश है, खरिद आदेश के भन्छ औषधि खरिदको लागि हामीले चाहिँ लेखाकोमा फरवर्ड गर्छौं। यहाँ यस गरेपछि लेखाकोमा जान्छ। लेखाकोमा गइसकेपछि यसरी चाहिँ लेखाको एकाउन्टबाट लगइन गरेपछि खरिद आदेशमा एउटा अनुरोध प्राप्त एक देखाउँछ। त्यसमा चाहिँ क्लिक गरिसकेपछि यहाँ यस्तो इन्टरफेस खुल्छ। यहाँ खुलेपछि फरवर्ड, अब यो एकाउन्टको युजर आइडीबाट यसरी फरवर्ड गर्नुपर्ने हुन्छ। फरवर्ड गरेपछि स्वीकृतकर्तामा क्लिक गर्ने, त्यसपछि स्टोरको नाम छान्नुपर्ने हुन्छ, शाखा छान्नुपर्ने हुन्छ, एप्रुभरको नाम आउँछ त्यो नाम राख्नुपर्ने हुन्छ है। अब सिटामोलको लागि मतलब खरिदको लागि गर्न, त्यसपछि यसमा चाहिँ के एउटा आउँछ भने बजेटको शीर्षक खरिद छ है, खर्च शीर्षक औषधि खरिद र क्रियाकलापमा औषधि खरिद। यति गरिसकेपछि एकाउन्टेन्ट सरले यस गरेपछि यो चाहिँ हाम्रो एप्रुभल कर्तामा अर्थात हाकिम सरकोमा जान्छ। अब हाकिम सरले त्यसलाई चाहिँ स्वीकृत गरिसकेपछि हाम्रो यो खरिद आदेश तयार हुन्छ। यसरी चाहिँ खरिद आदेश तयार भइसकेपछि यसलाई चाहिँ अब दाखिला गर्नुपर्ने हुन्छ। अब यो दाखिला चाहिँ सेम हामीले अन्य मौजात प्रविष्टिबाट जसरी दाखिला गर्यो त्यसरी खरिद आदेशबाट पनि यहाँ औषधि दाखिलामा आएपछि यहाँ आर्थिक वर्ष सिलेक्ट गरिसकेपछि यहाँ आदेश नम्बरमा आदेशमा यहाँ चाहिँ खरिद आदेश भनेर यहाँ आएपछि त्यसबाट चाहिँ हामीले सेम अन्य मौजात प्रविष्टिको दाखिला गरे जस्तै यसरी दाखिला गर्नुपर्ने हुन्छ। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।